यसो मन्दिर हेर्नु पर्यो ल है साथी हाम्रो यो गुरुकुल हेर्नलाई जानु पर्यो अब कस्तो रहेछ होइन यहाँ हाम्रो शिव मन्दिर गुरुकुल के छ हेर्न जाने है त र मसँग हेर्न चाहिँ एकदमै राम्रो ठाउँ छ यो गुरुकुल आज हेर्न जाने ल गुरुकुल हेर्न जाने है साथी जहिले काम गरेर हुँदैन घुम्नुपर्छ कि है ल घुम्नु पर्यो शिव मन्दिरमा यहाँ हाम्रो चाहिँ हामी सबै मिलेर गुरुकुल खोलेको छ 15-20 जना 25 जना स्टुडेन्टहरू पढ्दै हुनुहुन्छ वेदहरू पढ्दै हुनुहुन्छ चण्डी रुद्री के पढ्ने भागवत पढाउने कुरा हुन्छ गुरुहरू हुनुहुन्छ होइन तपाईँहरू पनि इच्छुक हुनुहुन्छ एकदम सस्तो मस्तो बस्ने सबै कुरा सुविधा छ आउनुहोस् टक्कसँगले यहाँ बसेर पढ्नुपर्छ हरे नमः भन्दै पढ्नुपर्छ ल है गणपति गुङ हवा महे भन्दै पढ्नुपर्छ यहाँ हाम्रो स्टुडेन्टहरू त्यहाँ हुनुहुन्छ होइन ल हेरौँ एकचोटि गुरुकुल उकालो चाहिँ चढ्नै पर्छ होइन र हेर्नु चाहिँ मजाको छ हाम्रो गुरुकुल हेर्न आउनुहोस् म्यामहरू पनि हेरेर आउनुभयो नमस्ते है म पनि हेर्नु आएको यहाँ बस्छु कहिले होइन त्यही त हो हेर्नुलाई यस्तो जङ्गलको माथि डाँडामा छ होइन ल है त यस्तो रहेछ ल हेरौँ यहाँ पहिरोले अलिकति चाहिँ पहिरो लडेछ यहाँनिर त ठिक छ त्यो पनि गुरुकुल हाम्रो हेरौँ ल गुरुकुल कस्तो रहेछ अब ल संस्कार र आचरण नै धर्मको प्राण हो अथ वैदिक अनुसारमा धर्म चर धर्मको जवन गर है यस्तो लेखेको छ होइन नमस्ते हो कतिजना हुनुहुन्छ तपाईँहरू 14 अहिले 14 जना हुनुहुन्छ ल यस्तो राम्रो छ यहाँ आउनुहोस् हाम्रो दर्शन नै गुरुलाई है यहीँ घर पनि कहिले आएको छैन नमस्ते म्याम अनि यहाँ एउटा साथीहरूलाई कस्तो रहेछ हेरौँ हाम्रो गुरुकुल छ यहाँ शिव मन्दिर छ यस्तो छ है मन्दिर छ यहाँ सिसिटिभीहरू सबै राखेर छ मन्दिर छ यस्तो गुरुहरूले लुगा धुने राम्रो ठाउँ छ यहाँ ल है नमस्कार छ के नाम हो हजुरको ए रोजन पो नाइस टु मिट यु ल गुड कहिलेदेखि बस्नुभएको त म अहिले पढाउँदिनँ म पढाउँथेँ साथमा अहिले छोडेँ मैले अहिले त्यत्तिकै बसिरहेको छु कहिलेदेखि यहाँ बसेको ए ल एकदम राम्रो ल म आउँछु भेट्नलाई है ए रोजन पौडेल हुनुहुन्छ पौडेल होइन ल रोजनसँग पनि भेट भयो छोडेँ फेरि दसैँदेखि जान्छु म 8-9-10 फेरि पढाउँछु ए ल अनि यहीँ बस्ने राति बस्ने गर्ने ठाउँ राम्रो छ है ए अनि गुरुहरू कति लाउनुहुन्छ त पढाउने हजुर ए यो बाबुलाई 3 वर्ष पढाएको मैले स्कुलमा कसरी भेट भयो कि खुसी लाग्यो मलाई ल है त यस्तो छ साथीहरू घुम्न आउनुहोस् है हाम्रो यहाँ गुरु